गाउने राग मल्हारको आलाप द्वार हुँदै तिमी म भित्र पस, तिमी म भित्र पस। सपनाहरूलाई गाँस, प्रार्थनाहरूमा अलिकति हाँस। यदाकदामा उपस्थित सम्पूर्ण प्रियजन आत्मीयजनहरूलाई कविता भन्छु। पहिलो कविता मैले सुरु गर्दैछु जोगी आनाबाट। युवाकालमा मेरो जोगीहरूसँग अनेक पटक, अनेक समय, धेरै पटक जोगीहरूसँग मेरो सङ्गत रह्यो। घाटमा जिन्दगी अधिकांश समय घाटहरूतिर बरालेर हिँडे। एउटा जोगीको मलाई अहिले याद आइरहेको छ। गाउँमा मेरो खुर्कुटमा आमाको चिया पसल छ, त्यहाँ छ। एकपटक एउटा जोगी आएछ। जोगी चाहिँ सुदूर देशबाट भारतबाट आएको रहेछ। देखाएन। तैपनि जोगीहरूलाई नसोध्नु पर्ने प्रश्न मैले सोधेँ, आप कहाँ से आए हैं बाबा? जोगीले भने, तुम सुनने से पूछ रहे हो कि तुम कहाँ से आए हो। That was a statement. त्यो स्टेटमेन्ट मेरो मनमा एकदमै गढेर बस्यो। म एकदमै प्राय अब्सर्ड, अब्स्ट्र्याक्ट कथा कविताहरू लेख्ने मान्छे। मूड फकिराना यो मन सुफियाना, मस्त जिन्दगी जोगिया। म तीर्थालुको प्यास जस्तो तीर्थालुको बास जस्तो, म तान्त्रिकको तन्त्र जस्तो भिक्षुको मन्त्र जस्तो, म जिन्दगीले सुम्पेको नासो हुँ, मृतकले मृतकसित गर्ने गुनासो। मूड मिस्टिकामा यो म यादहरूको अलिखित उपन्यास हो। छन्द कविताको आत्मा जस्तो म यादहरूको अन्त्यानो प्रास हो। म यादहरूको वरदान हुँ, म यादहरूको विधि विधान हुँ। कहिले कहीँ त कस्तो लाग्छ भने म यादहरूको संविधान हुँ। म यादहरूको जंक्सन हुँ, म यादहरूको इन्द्रचोक अनि असन हुँ। तीर्थयात्रीहरूले मन बिसाउने म यादहरूको अन्तिम स्टेसन हुँ। म यादहरूको सङ्ग्रहालय छ, यहाँ यादहरूको सङ्ग्रहालय छ, त्यहाँ यादहरूको प्रतीक्षालय छ। यता यादहरूको धर्मशाला छ, उता यादहरूको मधुशाला छ। एकजना युवा थियो, एकदमै लजालु खालको युवा रहेछ। अनि उनले मलाई चाहिँ कुट्याएर एक कुनामा लगेर उनले चाहिँ म तपाईँलाई एउटा चिज देखाउँछु, देखाउनुहोस्। उसले जाडोको सिजन थियो, ज्याकेट खोले। त्यसपछि भित्रपट्टि स्वेटर थियो। त्यसपछि खोल्दै लगाएर त्यो क्याफेको भित्रपट्टि यसले भुँडी खोल्न थाल्यो। देखाउँछु भन्छ। अनि स्यान्डो बाथरुम लगाएपछि हेर्नुहोस् भने उसले पुरा मस्कुलरै थियो। त्यहाँ उसले हेर्नुहोस् तपाईँको किताबको नाम, उसले त्यहाँ फोसिल भन्ने उदाहरण रहेछ। हेर्नुहोस् तपाईँको किताबको नाम पनि नागरिकता बनाए राहदार, म पनि जान्छु अब खाडीको बाटो। तेरो भरमा मेरो घर चलेन सरकार, तेरो भरमा मेरो घर चलेन सरकार। म दिन दुखीको तँलाई के को दरकार। पुर्खा कहिले लाहुरे भने, कहिले हाड भोटमा काला पहाड गरे। मैले पनि अब उनीहरूकै पाइला पछ्याउनु। रेमिट्यान्स पठाउला खर्च चलाउला। मेरो रगत र आँसुको मान मनेको राह। बाँचे रहर अनि कहरको तँलाई वार्षिक कर तिरुला।
मरे रातो बाकसमा घर फर्कुँदा। यो सहर त रहेछ खानदानीहरूको राजधानी, म पनि जान्छु अब खाडीको बालुवा खान। भसुर्ने राज खन्चुवाहरू स्वदेश। यो विडम्बना यो देशको रीत हो, यो विडम्बना यो देशको रीत हो। अब त मेरो सुस्केरा नै मेरो एकान्तको गीत, मेरो एकान्तको गीत हो। हे नाथ अनाथ भए रक्षा गर दुर्गे भवानी, हे नाथ अनाथ भए रक्षा गर दुर्गे भवानी। म पनि जान्छु अब खाडीको बालुवा खान, खाडीको बालुवा खान। यो कलमले यो डायरीमा कविता मात्र कविता लेख, अन्यथा भनेर भन्नु त्यो उर्दी थियो। अब म त फेरि संस्मरण पनि लेख्छु, फिल्म स्क्रिप्ट पनि लेख्छु, गीत पनि लेख्छु, कविता पनि लेख्छु, नाटक लेख्छु, के लेख्छु। दाइले सख्त उर्दी कविता मात्र लेख्ने। ठिक छ। अनि मैले चाहिँ यो आफ्नो गुफामा बसेर यो कविता लेखेँ। यो कम्युनिस्ट म्यानिफेस्टो पढिरहेको छ, खगेरसँग लागेको कलमले है डायरीमा लेखेँ। अनि मैले चाहिँ यो रेकर्ड पनि गराएँ, भिडियो पनि बनाएँ। धेरैले मन पराउनु भयो। धेरै ठाउँहरूमा यस्तो अवसरहरूमा मैले वाचन गरेँ। दलमुक्त मान्छे पाउन गाह्रो छ, दलमुक्त मान्छे पाउन गाह्रो छ, दलमुक्त मान्छे सबैलाई प्यारो छ। तिमी एउटा दलमा, म अर्को दलमा, हामी सब दलमा, हामी सब दलहरूका दल। तिमी नग्न छौ यद्यपि दलमग्न छौ, म भग्न छु तथापि दलमग्न छु। स्रष्टा दलगत छ, द्रष्टा दलगत छ, यहाँ रहस्यदर्शी दलगत छ, स्वप्न महर्षि दलगत, यहाँ सम्बन्ध दलगत छ, साइनो दलगत, यहाँ मित्रता दलगत छ, शत्रुता दलगत, यहाँ प्रीत दलगत छ, मनमीत दलगत, यहाँ भोग दलगत छ, शोक दलगत, यहाँ शुभकामना दलगत छ, प्रार्थना दलगत, यहाँ श्राप दलगत छ, प्रार्थना दलगत, यहाँ जन्म दलगत छ, मृत्यु पनि दलगत। यो जिन्दगी यति विसङ्गत छ कि अस्तित्व समेत यहाँ दलगत छ। दलकै दास, कार्यपालिकामा दलको दास, व्यवस्थापिका न्यायपालिकामा दलको दास। यता दलको दास, उता दलको दास, दायाँ दलको दास, माया दलको दास, माथि दलको दास, मुनि खुट्टा मुनि दलको दास। यत्र तत्र सर्वत्र दलका दास, यत्र तत्र सर्वत्र दलहरूका दासले कब्जा नजमाएको कुनै गाउँ छैन। म एउटा दलको दास, तिमी अर्को दलको दास, मेरो साथी एउटा दलको दास, तिम्रो साथी अर्को दलको दास। दलको दासत्व हामी दलदासहरूलाई मन्जुर छ, दलको दासत्व हामी दलदास। तपाईँहरूलाई लागिरह होला नगरकोटेको कविता त यस्तै उस्तै हो, यो म्युजिसियन चाहिँ को लिएर आएको छ मेरै टाइपको म्युजिसियन, उसको नाम अनुप तिमल सिन्हा। पेसाले फार्मासिस्ट हो, फार्मासिस्ट हो पेसाले। ऊ विदेशतरी कम्बोडियातिर पनि म्युजिक बजाएको थियो 2-3 वर्ष। अनि त्यसपछि सिङ्गापुर होइन त, सिङ्गापुर जाने बेला ऊ जान आएन, सकेन, कोभिड लाग्यो। थाइल्यान्डमा थाइल्यान्डका युवतीहरूलाई म्युजिक सुनाउन
ब्रेक भयो, कोभिड लाग्यो गएन, त्यसपछि मेरो फेला पायो। मलाई चाहिँ अलिक युनिक जरा हटके टाइपका म्युजिसियन, कम्पोजर, फिल्म मेकरहरू सबै। म आरोपित भइसकेको छु यो अन्तरिक्ष जस्तो तिम्रो पवित्र पाठेर, पवित्र पाठेर। तिमीले सायद आफ्नो मासिक धर्ममा आएको अनियमितताबारे महसुस गरिसकेकी छौ र सम्भवतः कुनै सफा लुगा लगाउने, दारी जुना पालेको भद्र पुरुषको काममा साउती मार्दै भनेकी छु, म तपाईँको बच्चाको आमा भन्न लागेकी छु। तर आमा, म दुविधामा छु, म जन्मु कि नजन्मु, जन्मु कि नजन्मु। अंडा 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 एउटा अंडाको कुरा गर्छु म। न्युरोनमा अंडा गल्ली छ। जीवनको तीर्थयात्रामा कहीँ छुटी गए ती कोमल मुलायम औला, ती न्याना प्रेमी औला, ती चिसा फ्रोजन औला। कुनै अद्भुत किताबको पाना पल्टाइरहेका होला, संगीतको स्वप्निल सरगममा नृत्य मग्न होला। डान्सिङ फिगर्स, दोज डान्सिङ फिगर्स। एक लाछी उनको घर बनाउन क्रुसमा जन्म लाउने होला। चित्रकारिता गर्न क्यानभास सामु रङ्गीन ब्रुसमा लटपटिएका होला। धुलो जमेको ऐनामा आफ्नो नाम लेखिरहेका होला। बयरको झाडीमा अल्झेका औलाहरू प्रेयसीका अधरमा बल्झिएका होला। केही औला त यस्ता मस्त मौला हरफन मौला म जिन्दगीको शब्दकोश। मृत्युले समेत ईर्ष्या गर्ने बोहिमियन खाना दोष। एक्लो छु म बेग्लो छु, सिंगल माल्ट विस्की झै सक्लो छु। श्लील छु म श्लील छु, श्लील छु म श्लील छु, गर्मीको स्ट्याम्पेन झै चिल छु। रियल छु म अनरियल छु, सल्भाडोर डालीको संसार झै सररियल छु।